गुम्बा परिसर आफैमा एउटा चाहिँ यो शान्तिको क्षेत्र हैन। यहाँ चाहिँ मनहरू शान्त हुन्छ। तालबाट सिधा माथि आउनेवाला हैन, तालतिर नजाने हो यता माथि आउने। ताल ताल भन्छ नि केटाहरु के गुम्बा यही अगाडि छ हैन आउनु न माथि। शनिबार हुन्छ हो? पैसा तिर्नु पर्दैन र पर्छ पैसा तिरेर जाने माल छारेछ नि के पर्नु त नि के हो काम गरेर नि पैसा कमाउने क्यान्सल भयो आयो पैसा क्यान्सल गरेर कसरी आउँछ एक्जामको दिन क्यान्सल गरेर ए भएन म त्यस्तै भएर हिजो अनि ट्याक्सी चढेर काम गरेँ कहाँ हो सेजनमा इक्जाम सिबिटी कति बजे साढे शनिबार हुँदो रहेछ त नि सिबिटी हैन सुनमा कति बजे होइन अस्ति शुक्रबार मैले चाहिँ 7 पटक एरिया गरे। कति बजे हुन्छ सिबिटी त अब त्यही बारबाट भनिमै गएको अस्ति बजे पनि लाउँछ अलि अब गर्मी छ घाममा छाड्नु पर्यो। धन्यवाद छ दिपेन्द्र भाइले यहाँ भिडियो म्यान। ल हाम्रो काजी सर होइन ठिकै छ हिँड्नु छ त्यसले गर्नु। हाम्रो चाहिँ इन्द्रजी सिन्धुपाल्चोक मेलम्ची निवासी चाहिँ एबेरुल हाम्निदा अर्थात् चाहिँ तपाईँको यहाँ चाहिँ सेवा ढोक गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ चाहिँ हरेराम दाजु एकदम कम्मरमा हात लगाएर चाहिँ के छ तपाईँको भ्लगको नाम भन्नुहोस्। युट्युब के गर्यो तपाईँको हो न टुप्पी हेर्नुहोस् उहाँको यहाँ टुप्पी हेरेरै मान्छेले चाहिँ त्यहाँ चाहिँ तपाईँको गर्नु ए पन्च भयो पनि राख्नुहोस् ल। स्वागत छ तपाईँलाई। दामी तल पनि के छ पाठको हुन्छ आमामा यो कुन प्रकारको चाहिँ फुल होला त यस्तो मगमग बास्ना आइरहेको हेर्नु है कमलको फुल जस्तो पनि छ यस्तो राम्रो फुलेको यो टिचर होइन के साथीहरु बडा परेछ के हर गाउँबाट गएर पढ्न अनि सेवा र एउटा ग्रुप फोटो हालौँ न ल आ भोक लागिरहेको छ